तावामा गहुँको आटा र मैदा मिसाएर बनाएको यो बटर नान। अनि यो चना मसला हेर्दाखेरि त बाहिरबाटै होटलबाटै ल्याएको होला भन्ने सोच्नु भएको होला है। ल यस्तै बटर नान र चना मसला घरमै बनाएर खान मन छ भने आजको मेरो भिडियो हेर्न नभुल्नु होला है। त ल भिडियो सुरु गरौँ। जम्मा बनाउन लागेको आधा किलो पिठो हो। अनि आधा किलोमा आधा मैदा र आधा आटालाई राखिदिएँ। अनि थोरै तेललाई राखिदिएँ। अनि थोरै आधी चम्चा जति नुन राखिदिएँ। अनि 2 चम्चा जति चिनीलाई राखिदिएँ। थोरै बेकिङ पाउडर अनि थोरै बेकिङ सोडालाई पनि राखिदिएँ। अनि तेललाई पनि राखिदिएँ। सनफ्लावर तेल राख्नुपर्छ। अनि 2-3 चम्चा जति दही राखेँ। यति राखिसकेर डो बनाएर साइडमा छोपेर राखिदिन्छु। अब यता चना मसलाको लागि कालो चना र थोरै केराउलाई पनि राखेको छु। यो केराउला चाहिँ मजाले 2 सिटी लगाइदिएर यो दुईटैलाई यतिको पाकेपछि साइड लगाइदिएँ। अनि एउटा प्यानमा तेल बसालेँ। अनि तेल राखिसकेपछि मेथी फुराएँ। अनि मसिनो पारेर काटेको प्याजलाई राखिदिएँ। अनि रातो खुर्सानीलाई पनि मजाले यसैमा भुटिदिएँ। नुन खुर्सानी बेसार अनि यो तेजपातलाई पनि पहिला फुराइदिएको छु। अनि लसुन अदुवाको पेस्ट अनि यो टमाटरको प्युरीलाई पनि राखिदिएँ। अनि मिट मसला पनि थोरै राखिदिएको, गरम मसला थोरै राखिदिएको छु। सबै राखेर मजाले यसलाई चाहिँ पकाइदिन्छु। अब यति पाकिसकेपछि चाहिँ यो सबैलाई निकालेर चाहिँ साइड लाउनु मिक्सरमा पिस्नको लागि साइड लगाइदिन्छु। अनि अब यो अघि बोइल गरेर राखिसकेको चना र केराउलाई चाहिँ मजाले एकछिन यसलाई त्यही बाँकी रहेको तेलमा चाहिँ फ्राई गरिदिन्छु। एकैछिन फ्राई गरिसकेपछि चाहिँ यो पिसेर पेस्ट बनाएको अघिको सबै मसलालाई फेरि यसमा सबै खनाएर मजाले यसलाई चाहिँ फतफत पारेर पकाइदिन्छु। अनि मैले चाहिँ थोरै दुधको तलाई पनि राखिदिएको छु। म यहाँ चाहिँ क्रिम थिएन मसँग। अनि मैले चाहिँ यो क्रिम छ भने क्रिम राख्नुभयो भने एकदमै मिठो हुन्छ। अनि यो दुधको तलाई राखिदिएँ। अनि थोरै माथिबाट चाहिँ कस्तुरी मेथीलाई पनि राखिदिएँ। अनि 1 चम्चा जति घिउलाई पनि राखिदिएँ। यो घिउ राखेपछि चाहिँ एकदमै बास्नादार मिठो हुन्छ यो चना मसला। अब यता यो चना मसला बनेर रेडी भइसक्यो। अब यसलाई चाहिँ एउटा बाउलमा खनाइदिन्छु। अनि यो पिठोलाई पनि फेरि यसलाई अब मजाले माडिदिन्छु निकालेर। एकैछिन फुले फुले जस्तो हुन्छ यो। यसलाई मजाले एकछिन यो बेलना माथि राखेर माडिदिन्छु। अनि अब यसलाई डल्लो डल्लो बनाउँदै अब रोटी बेल्नुपर्छ। अब यो बेलनामा राखेर लाम्चो लाम्चो आकारमा जस्तो नानको आकार हुन्छ त्यस्तै आकारमा चाहिँ राखेर अनि माथिबाट धनियाँ काटेको धनियाँ अनि थोरै कस्तुरी मेथी थियो, छैन भने नहाल्नु भए पनि हुन्छ। कस्तुरी मेथी अनि यो कालो मुङ्गरेलोलाई पनि राखेर एकछिन माथिबाट बेलिदिनुपर्छ। अलिकति बेलिसकेपछि राख्नुपर्छ। अनि यतिको भइसकेपछि यो बेलेपछि यो निस्केर बाहिर निस्किँदैन। अब यसलाई चाहिँ थोरै पछाडिपट्टि चाहिँ फर्काएर चिसो पानी दल्दै अनि मजाले तातो तातो भएको तावामा चाहिँ राखिदिनुपर्छ। अब एकैछिन पकाएपछि यसलाई चाहिँ फुल्दै फुल्दै जान्छ। अनि यो तावालाई चाहिँ फर्काइदिनुपर्छ किनभने यो पानी राखेपछि यो तावामै चिप्किन्छ। अनि यो तावालाई चाहिँ यसरी फर्काएर बनाएपछि हेर्नुहोस् त भएन त बाहिर होटलबाट ल्याए जस्तै नान। ल हेर्नुहोस् यस्तो राम्रो नान घरमै तावामा खानामा पनि एकदमै मिठो अनि हेर्दा पनि सेम होटलमा बनाएको नान जस्तै। ल पछाडिपट्टि पनि त्यस्तै नै भएको छ। अब मैले अरू रोटीहरूलाई पनि यसै गरी बनाउँछु। अनि सबै रोटी बनाएर तयार गराइसकेपछि चाहिँ लास्टमा अब बटर छ भने बटर राख्दा एकदमै राम्रो। मसँग चाहिँ बटर थिएन। मैले चाहिँ घिउलाई नै मजाले यसमा चाहिँ ब्रसले सबैतिर लगाइदिएँ। यसरी घरमै सजिलो तरिकाले यो बनाउनु के पनि गाह्रो छैन। अनि घरमै सजिलो तरिकाले होटलबाट महँगो तिरेर खानुभन्दा घरमै सजिलो तरिकाले बनाएर खान सक्नुहुन्छ। ल हेर्नुहोस् त पर्फेक्ट नानको रेसिपी मैले यहाँ स्टेप बाई स्टेप हजुरहरूले मेरो स्टेपलाई चाहिँ मैले गरेकोलाई चाहिँ फलो गर्नुभयो भने चाहिँ एकदमै राम्रो बटर नान अनि चना मसला बनेर रेडी हुन्छ। ल हेर्नुहोस् त यस्तो राम्रो छ। म एउटालाई भाँचेर पनि देखाउँछु। भिडियो अलि लामो भयो, पुरा हेरेर कस्तो छ हजुरहरूले कमेन्ट लाइक सेयर अनि मलाई फलो गर्न नभुल्नु होला है त। भिडियो हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ।